हर्क साम्पाङको लाइसेन्स नै रहेनछ लाइसेन्स रिन्यू गर्नु भएको छैन तपाईले न यो लाइसेन्सको बारेमा मेरो अलिकति फरक धारणा छ और अभी तो रुको लाइसेन्स भने क्लाइमैक्स अभी बाकी सर्टिफिकेटलाई रिन्यू गरिरहनु पर्छ र फेरि विधि बनाउने ठाउँमा तपाई सुन्नु न त्यो सबै गलत कुराहरु छ कुरा बुझ्नुभयो नि लाइसेन्स भनेको तपाईको सर्टिफिकेट हो तपाई अब विभिन्न लेभलमा तपाई पढ्दै जानुहुन्छ त्यो सर्टिफिकेटलाई तपाईले फेरि रिन्यू गरिराख्नु पर्छ कानुन बनाइदिनुस् न त त्यो त गलत छ कानुन बनाइदिनुस् न गर्न नपर्छ अर्को कुरा के छ भने हुनुहुन्छ कुरा उठाउँछु म यो विषयमा हैन यो विषयमा म कुरा उठाउँछु तर अहिले भइरहेको लागि मान्नु पर्यो होला नि हेर्नुस् न लुट्नका लागि हरेक कुरा लुट्नका लागि जनतालाई तपाईको चाहिँ नि खेरि एक्स्ट्रा तपाईको चाहिँ नि करको भार तिराउनका लागि सरकारले एक खालको चाहिँ नि जुन लामो समयदेखि पोलिसी बनाएको छ ती पोलिसीहरु पनि गलत छन् के लाइसेन्स भन्ने त सर्टिफिकेट हो तपाईको एकाडेमिक सर्टिफिकेट जस्तो हो त्यसलाई किन रिन्यू गरिरहनु पर्ने तपाईले एकचोटी तपाईको चाहिँ नि गाडी कुदाउन जान्नुहुन्छ हुन्न भने त तपाईलाई पुरै तपाईको चाहिँ नि खेरि परीक्षण गरेर परीक्षा लिएर तपाईलाई सर्टिफिकेट दिइसकेपछि हैन त्यो सर्टिफिकेटलाई रिन्यू गरि तपाईले तपाईको चाहिँ एकाडेमिक सर्टिफिकेटलाई रिन्यू गरिरहनु पर्छ पर्दैन अनि त अहिलेसम्म भएको नियमलाई त मान्नु पर्यो नि मान्छे छ यो त्रुटि छ भने पहिला अर्को कुरा के छ भने सुन्नु न सुरुमा त मान्नु पर्यो अर्को कुरा सुन्नु न भन्दै छु त म त वी आर अन द कोर्स अर्को कुरा चाहिँ अब जस्तै लाइसेन्सको कुरा छ लाइसेन्सको कुरामा झोलझाल धेरै छ हैन हैन टेस्ट दिनु गयो एउटा कागज दिएर चाहिँ कति वर्षसम्म राखिरहेछ कहिले दियो त खै रिन्यू तपाईको चाहिँ नि हैन गर्न जाँदाखेरिको अवस्था हैन त्यो रिन्यू गरेर चाहिँ पाउनु पर्ने लाइसेन्सको अवस्था खोइ त्यो व्यवस्था छ भन्नु त त्यो